केपी ओलीको युग चाहिँ मान्छेले 35 वर्ष भन्छ नि, होइन नि। केपी ओली पहिलोचोटि पार्टीको अध्यक्ष बनेको 70 सालमा, अनि प्रधानमन्त्री बनेको त 72 सालमा हो नि। 72 देखि 82 यो बीचको 10 वर्षको समय तपाईँ कम्पेयर गरेर हेर्नुहुन्छ, एउटा चाहिँ कम्पेरिटिभ स्टडी गर्नुहुन्छ भने नेपालको इतिहासमा अहिलेसम्म चाहिँ मैले महसुस गरेको 4 जना मान्छेहरू नेपालको इतिहासको लागि महत्त्वपूर्ण योगदान गरेका छन्। पृथ्वीनारायण शाह जसले एकीकरण गर्नुभयो, बहादुर शाह जसले विस्तार गर्नुभयो, राजा महेन्द्र जसले विकासको एउटा आधार तयार गर्नुभयो, र केपी ओली जसले विकासलाई रफ्तार दिनुभयो। मान्छे भन्छ नि महेन्द्रको पालामा बनेपछि के बन्यो भन्छ नि, राजा महेन्द्र जसले नेपालको विकासको जग हाल्नुभयो, त्यो कुरामा एकदमै ठुलो सम्मान उहाँलाई टक्राउनुपर्छ। किनभने राजा महेन्द्रको शासनकाल 10 वर्षमा जति काम भयो, त्योभन्दा पछाडि राजा वीरेन्द्रको 20 वर्षको कार्यकालमा पनि त्यति काम भएको छैन क्या। 10 वर्षमा जति पछाडि त झन् धेरै काम हुनुपर्ने हो नि त। भने राजा महेन्द्र कुन इच्छा शक्ति बोकेको मान्छे हुनुहुन्थ्यो भन्ने कुरा हामीले यहाँ बुझ्न जरुरी छ। अर्को, त्यसपछि विकासको गति डिरेल कहाँ भयो? वीरेन्द्रको शासनकालमा डिरेल भयो। त्यसपछि 47 पछि एक लेभलको गति समात्न कोसिस गर्यो, त्यसमा पनि समस्या भयो। त्यही बीचमा जनयुद्ध आयो नि त फेरि 10 वर्ष। 10 वर्ष त नेपालमा लडाईँ चलेको थियो, हामी बिर्सिरहेका छौँ। 64 देखि 72 सम्म 8 वर्ष नेपालमा संक्रमणकालीन समय, संविधान बनाउने समय, त्यहाँ पनि समस्या थियो। 72 देखि 82 खास काम भएको यो 10 वर्ष हो। यो 10 वर्षमा तपाईँ शिक्षामा हेर्नुहोस् कुन हदको प्रगति छ, स्वास्थ्यमा हेर्नुहोस्,